यो चाहिँ डेल ल्यापटप मोडलमा पनि छ, हजुरहरू हेर्न सक्नुहुन्छ है। यहाँ छ हैन। यसको चाहिँ हामीले यो ब्याकलाइट यो डिस्प्ले फुटेर डिस्प्ले चेन्ज गरेको थियौँ। यो हो है, यो टोटल यो क्र्याक छ डिस्प्ले चाहिँ। र यो डिस्प्ले चाहिँ हामीले चाइनादेखि मगाएको थियौँ है। तर यो जोड्दाखेरि के भयो भन्दाखेरि डिम आउँछ, ब्याकलाइट नबल्ने है। यो केस थियो, नयाँ ल्यापटप रिटर्न गर्न पनि गाह्रो हुने। त्यसले गर्दाखेरि मैले यसमा के गरेँ भन्दाखेरि यो देखाइरहेको यो वायर, मसिनो वायर छ, यो मैले पछि जोडेको रेजिस्टर, यो 10K को रेजिस्टरबाट मैले ग्राउन्ड गरेर चाहिँ यहाँ देख्न सक्नुहुन्छ भने यहाँ मैले अलिकति मिस्टेक गरेँ, अघि नै देखाउनु पर्ने थियो तपाईहरुलाई। यहाँनिर एउटा रेजिस्टर राखेको छ है। यो टेप यो मैले माथिबाट ड्रेन राखेको थिएँ र यो वायर जोडेँ मैले। यो चाहिँ बाइपासको लागि यहाँनिर यो कनेक्सन गरेँ है। यो 10K को रेजिस्टर हो, हेर्नु 1002 भन्ने यो 10K हो। यो यतापट्टि ग्राउन्ड भएको हो, यो चाहिँ यो सोल्डिङ गरेको भाग चाहिँ यहाँनिर, र यतापट्टि चाहिँ 10 भोल्ट छ, यो पिएफ हो। यो चाहिँ मैले ग्राउन्ड गरेँ। त्यसो गरेपछि बल्ल डिस्प्ले आयो साथी हो है। अब काम 100% भयो कि भएन भन्नको लागि चाहिँ म तपाईहरुलाई अलिकति देखाउने छु है। ल ओके, ल ओके साथीहरु, धन्यवाद।